हैन अहिलेसम्म सुतिमै रहेछ त्यो बिहान खाएको भाँडाकुँडा कसले माझ्छ कस्तो टाउको दुखिरहेछ आमा एकछिन सुत्छु नि है टाउको दुख्यो भनेर हुन्छ भाँडाकुँडा माझ्नु पर्दैन खाजा खाने बेला भइसक्यो देउरानी पनि छ त आमा देउरानीको नानी सानो देखेको छैन त्यो देउरानीले काम गर्ने भयो किन म तल लागिबस्थ्यो कस्तो घाउ दुखिरहेछ आमा एकछिन आराम गरेर गर्छु नि है पर्दैन आरामसाराम गर्नलाई त्यो भाँडाकुँडा कसले माझ्छ भाँडाकुँडा माझ्नु हिँड ल यो भाँडाकुँडा यो सबै मान्छे यति मान्छे खाएर मात्रै हुन्छ भाँडाकुँडा माझ्नु पर्दैन हस् आमा 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 यति भाँडा माझ्नु कत्रो टाइम लाग्यो भाँडा माझिसक्यो होइन अब घरबाट पानी लिन जानु छ आया कस्तो घाउ दुख्यो अब एकछिन आराम गर्छु पानी लिन जानु पर्ला ए यो त यहाँ पो बसिरहेछ पानी ल्याउनु पर्ने छ कसले ल्याउँछ पानी ल पानी लिन्छ पानी लिन्छ
कति चल्यो घाम लागेको हो टाउको दुखिरहेछ पानी ल्याउन आएको पनि निकै बेर भइसक्यो सानो पानी आइरहेछ भरेको पनि छैन आमाले कराउनु पो घरमा ए बुढोले पो फोन गर्नुभएछ हेलो बुढो बुढो सन्चै छु हजुरलाई कस्तो छ नि हजुर ए हामी पनि खानासाना खाएर म यता पानी ल्याउन आएको छु सबै सन्चै हुनुहुन्छ बुढो नानी माउलो उतै पढ्ने भनेर मामाले उतै लिएर जानुभएको छ माउलोतिर बसेर पढ्ने अरे बुढो हुन्छ हुन्छ नन्द पनि उसको कलेजको खोइ के काम परेर अब बाहिरै बस्नुपर्ने अरे अब इक्जामहरू आउन आँटेको छ त्यही भएर गयो हिजो गइसक्यो बुढो आमा घरमै हुनुहुन्छ देउरानी खै बजार जान्छु भनेर गएको थिएँ आएको छैन म यहाँ पानी ल्याउन आएको अझै घर जानु भएको छ दिदी अझै त्यही पानीमा अड्किरहनु भएको छ त्यत्रो बजार घुमेर आइसक्यो म हुँदै तपाईँलाई भने होइन मम्मीले गएर पानी लिएर आइछ भनेर पानी त सानो आइरहेको के थाहा त तपाईँभन्दा अगाडि को मान्छेहरू थियो अनि त्यही भएर त्यस्तो भयो होला नि अनि तपाईँ कोसँग मस्की मस्की बोल्दै यस्तो साह्रो बुढोसँग बुढोले फोन गर्नुभएको थियो बुढोसँग बोलेको अब आइहाल्छु नानी हिँड्दै गर्नु न म आएर खाजा पकाइदिइहाल्छु त्यो जब एउटा त्यो तपाईँको देवरले ल्याएर दिएको छ त्यो मोबाइलमा कोसँग बोल्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ केही थाहा छैन के थाहा त कोसँग बोल्नु भयो फेरि केही पनि थाहा भएन मलाई भोक लागेको घर आएर खाएको बनाउँछ पानी चाहिँ सुत्यो म हिँडेको आउँ है ल आइहाल्छु ल बुढो अहिले राख्छु है घरमा गएर खाजा पकाउनु छ नत्र भने आमाले कराउनुहुन्छ ल बुढो आफ्नो ख्याल राख्नु है ल पानी पनि कति सानो आएको अब आमाले मार्नुहुन्छ होला देउरानीले फोनमा बोलेको देख्यो अब देउरानीले आमालाई बोलाइदिन्छ होला अब चाँडो चाँडो गरेर जानु पर्ला अब चाँडो चाँडो गरेर खाजा बनाउनु पर्ला कसरी बोक्नु होला
दिदी त अघि नै आउनु भएन भने मैले तपाईँलाई झन् यत्रो बेर कहाँ गएर आएको 1 जार पानी लिएर आउनु पनि यतिखेरसम्म लाग्छ धारामा सानो पानी आइराखेर होइन मम्मी कोसँग बोलिरहनु भएको थियो कोसँग बोलेको तेरो को छ होइन हामीसँग बोल्नु नहुने को छ तेरो अर्को यसले त जहिले यस्तै गर्छ कि यसले जहिले यस्तै गर्छ खै यो फोन दे होइन, आमा, तपाईँ फोन दे। छोराले मेरो गरेको। छोराले गरेको होइन, मैले बोल्नु दिन्न। नहुने के आमा, दिन्छु